एउटा खुसीको खबर छ। फेसबुकले अहिले फेरि नयाँ भर्जन लन्च गरेको छ। यो कुरा तपाईहरुलाई थाहा छ कि छैन? 2-4 दिन अगाडि फेसबुकले नयाँ भर्जन लन्च गरेको छ, कन्टेन्ट मोनेटाइजेसन टुल्स। अहिले सबैको जति पनि फेसबुक युजर हुनुहुन्छ सबैलाई यो टुल्स पठाइदिएको छ। सेटअप आउनु नआउनु त्यो आफ्नो हातमा भर पर्ने कुरो हो हैन। मलाई पनि कन्टेन्ट मोनेटाइजेसनको टुलको सेटिङ पठाइदिएको छ। तपाईलाई यो कुरा थाहा छ कि छैन? तपाईहरु गएर चेक गर्न सक्नुहुन्छ। अब म तपाईहरुलाई सिधा मोबाइल स्क्रिनमा देखाउने छु। हामी सिधा मोबाइल स्क्रिनमा जाउँ। तपाई सबभन्दा पहिले आफ्नो फेसबुक खोल्नुहोस्। त्यसपछि यहाँनिर हेर्नु त आफ्नो प्रोफाइलमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँ हेर्नु त प्रोफेसनल ड्याशबोर्ड, त्यसमा क्लिक गर्नुहोस्। त्यसपछि हल्का स्क्रोल यतापट्टि स्क्रोल गर्नुहोस् अनि यहाँ हेर्नु त मोनेटाइजेसन। यो मोनेटाइजेसनमा क्लिक गर्नुहोस् अनि यहाँ हेर्नुहोस् कन्टेन्ट मोनेटाइजेसन टुल्स। यो मलाई पठाइदिएको छ। तपाईहरुलाई पनि पठाइदिएको छ कि छैन हेर्नु होला, चेक गर्नु होला। मलाई चाहिँ पठाइदिएको छ, तर यहाँ हेर्नु त यहाँ लक लागेको छ। यो लक खोल्न बाँकी छ। यो मैले खोल्ने हैन, फेसबुकले खोल्दिने हो। हामीले फेसबुकमा काम गर्दै जानुपर्छ। अब उसले कहिले खोल्दिने त्यो आफ्नो ठाउँमा छ। र पहिले फेसबुकमा यो नयाँ भर्जन लन्च हुनुभन्दा अगाडि यस्तो थियो। पहिला यस्तो थियो, एड अन रिल्स, बोनस, इन्भेस्टमेन्ट, सब्सक्रिप्सन। यो सेटअप अहिले फेसबुकले हटाएर नयाँ सेटअप ल्याएको छ। त्यो हो सिधै कन्टेन्ट मोनेटाइजेसन। तपाईहरु पनि राम्ररी फेसबुकमा काम गर्दै जानु होला। फेसबुक मोनेटाइजेसन हुन सक्छ र कन्टेन्ट मोनेटाइजेसन सेटअप आउन सक्छ। सेटअप आइसकेपछि तपाईले फोटो अपलोड गरेको, स्टोरी अपलोड गरेको, रिल्स, भिडियो, स्ट्याटस सबैको पैसा आउँछ।